हेलो साथीहरू, तपाईहरुलाई म यो भिडियोमा डेनमार्कको एउटा एकदमै गुड न्यूज लिएर आएको छु। यदि तपाईहरु डेनमार्कमै बसिराख्नु भएको छ भने डेनिश गभर्नमेन्टले चाहिँ भर्खरै नन EU कन्ट्रीजका सिटिजन्सहरुलाई चाहिँ 4 वर्षमै PR पाउनको लागि चाहिँ केही सजिलो बनाइदिएको छ। तपाईहरुले 4 वर्षमै PR पाउनको लागि चाहिँ तपाईहरुले 4 वटा सप्लिमेन्टरी रिक्वायरमेन्ट्सहरु जसमा चाहिँ PD3 पास गर्नुपर्ने, हाई स्यालेरी हुनुपर्ने, 4 इयर्स अफ फुल टाइम वर्क हुनुपर्ने, डेनिश सिटिजनशिप एक्जाम पास गर्नुपर्ने थियो। जुन 4 वटा सप्लिमेन्टरी रिक्वायरमेन्ट्सहरु चाहिँ स्टिल यथावत छ, बट तपाईहरुलाई चाहिँ यो हाई स्यालेरीको चाहिँ थ्रेसहोल्ड चाहिँ डेनिश गभर्नमेन्टले चाहिँ अलिकति घटाइदिएको छ, जसमा चाहिँ तपाईहरुले चाहिँ तपाईहरुको 2 वर्षको एनुअल स्यालेरी चाहिँ 3,46,155.57 डेनिश क्रोनर चाहिँ तपाईहरुको हुनुपर्ने बनाइदिएको छ, जसलाई चाहिँ तपाईहरुले मन्थलीमा कन्भर्ट गर्दाखेरि चाहिँ तपाईहरुको मन्थली स्यालेरी चाहिँ 28,846.29 DKK हुनुपर्ने बनाइदिएको छ डेनिश गभर्नमेन्टले चाहिँ। सो तपाईहरुको हाई स्यालेरी छ र तपाईहरुले चाहिँ यी 4 वटा सप्लिमेन्टरी रिक्वायरमेन्ट्सहरु चाहिँ तपाईहरुले फुलफिल गर्न सक्नुहुन्छ भने चाहिँ तपाईहरुले डेनमार्कको PR चाहिँ 4 वर्षमै तपाईहरुले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ अथवा तपाईहरुले पाउन सक्नुहुन्छ। बट तपाईहरुले चाहिँ यो स्यालेरीको थ्रेसहोल्डमा चाहिँ तपाईहरुको इन्कम चाहिँ डेनमार्क भन्दा बाहिर छ भने पनि त्यो चाहिँ तपाईहरुको यो स्यालेरी थ्रेसहोल्डमा चाहिँ उनीहरुले चाहिँ जोडिदिने भन्ने कुरा चाहिँ गरेको छ। त्यो चाहिँ तपाईहरुको मन्थली स्यालेरी अथवा तपाईहरुको एनुअल स्यालेरीमा चाहिँ त्यसले चाहिँ एड हुने भन्ने कुरा चाहिँ उनीहरुले बताएको छ। सो तपाईहरुले चाहिँ यी सप्लिमेन्टरी 4 वटा सप्लिमेन्टरी रिक्वायरमेन्ट्सहरु चाहिँ तपाईहरुले फुलफिल गर्न सक्नुहुन्छ र तपाईहरुको स्यालेरीको थ्रेसहोल्ड चाहिँ तपाईहरुले चाहिँ मिट गर्न सक्नुहुन्छ भने तपाईहरुले चाहिँ डेनमार्कको 4 वर्षमै तपाईहरुले PR पाउन पनि सक्नुहुन्छ, एप्लाई गरेर तपाईहरुले पाउन सक्नुहुन्छ अथवा एप्लाई गर्न सक्नुहुन्छ र तपाईहरुले पाउन पनि सक्नुहुन्छ। सो तपाईहरुलाई चाहिँ यही गुड न्यूज शेयर गर्नु थियो। थ्यांक यू सो मच।